नमस्कार। नमस्ते। हजुरलाई चाहिँ अलि बढी आशा कुन पार्टीमा छ जुन बढी आशा हुन्छ नि जसले चाहिँ देशको मुहार फेर्नेछ, नेपालको मुहार फेर्नेछ, जुन विगतका दिनहरू थिए तिनी दिन फेरि पनि देख्नु नपर्ला भन्ने चाहिँ हजुरलाई अलि बढी आशा कुन पार्टीमा छ, कसमा छ? अहिलेको युवा नेता भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा मलाई धेरै आशा छ। त्यहाँ पुरै युवाहरू छन्। म पर्सनल्ली बालेन शाहको फ्यान हो। त्यही भएर पनि मैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै अहिलेको मुख्य एजेन्डा सहित राम्रो पनि लागेको छ। त्यसले जित्ला र बहुमत लिएर सरकार बालेन शाह प्रधानमन्त्री बन्ला भन्ने आशा राखेको छु। त्यसो भए हजुरको भोट चाहिँ घन्टीमा नै छ? मेरो भोट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीमा नै। अनि हजुरको चाहिँ आशा के छ त? अब स्वतन्त्र पार्टीबाट आशा के छ कि अब केही परिवर्तन ल्याउनु पर्ने, कस्ता कस्ता परिवर्तनहरू हजुरले हजुरको अगाडि हेर्नु भएको छ, यस्तो परिवर्तन ल्याइदिए हुन्थ्यो भन्ने छ? अहिले देशको आर्थिक विकाससँगै र सामाजिक रूपमा समाजमा रहेका कुरीतिहरूको विकृतिहरूलाई चेन्ज गरेर देशलाई समृद्ध बनाउन छ भन्ने आशा राखेको छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू।